हेर्नु साथीहरू कस्तो फर्सी फलेको छ त। कतिचोटि देखाएको एउटै फर्सी भनेर भन्नुहुन्छ होला, तर मैले होइन। मैले पटक पटक देखाएको चाहिँ मैले छिमल फलेको भएर मैले साथीहरूको माझ मैले ल्याउन लागेको मात्रै हो। कति देखाउँदै चाहिँ भन्नु नहोला, तर मान्छेहरूले गर्यो भने खेतबारी मात्रै चाहिने रहन्छ, आफ्नो करेसा बारीमा मजाले गर्न सकिने रहेछ भनेर मात्रै मैले साथीहरूको माझ देखाएको हो। नराम्रो अर्थ नलिनु होला साथीहरू। हेर्नु त कति राम्रो मैले पहिलो पटक देखाएँ, दोस्रो देखाएँ, तेस्रो देखाएँ, अब चौथो पनि देखाउँदैछु होइन। तर नराम्रो अर्थ नगर्नु होला। उही कोही राम्रो फल्दैछ, यो सानो फल्दैछ। अब करेला चाहिँ यसपालि यो फर्सीले गर्दा करेला अलिक खाइदियो, करेला चाहिँ फलेर साथीहरू। भुइँको फर्सी मैले 2-3 झाल मैले उखालेर फाल्ने, तर यो फल्छ कि भनेर राखेको, यो चाहिँ फलेन। अब यसलाई नै उखाल्ने हो। यहाँ पनि अर्को दोस्रो फलिरहेको छ फर्सी। जति पनि गर्न सकिँदैछ, आफ्नो करेसा बारीमा पनि गरेर खान सकिँदैछ भनेर मात्रै देखाउन खोजे हो। यी फल्दैछ। यो हेर्नुहोस्, एउटा बोट मैले ड्रममा राखेको थिएँ। यो ड्रममा यो नि उखाल्न लागेको, तरै पनि मेरो मनले मानेन। यो फल्छ कि भनेर राखेको, अहिले यस्तो 2टा फलेछ भुइँ फर्सी। हेर्नु होला, अर्को पनि छ। यी 2टा छ, एउटा यता एउटा उता फलिरहेको छ। यहाँ चिचिला हालिरहेको छ। यी राम्रो छ साथीहरू। अब यो क्याप्सिकम चाहिँ भल्ला एउटा फलेको छ, अब फल्नेवाला छ। कोही चिचिलो हाल्दैछन्। एउटा 2टा फलिरहेको छ। यो चाहिँ अब फल्न लाग्यो। यो चाहिँ क्याप्सिकम हो। माछी खोर्सानी म देखाउँदैछु। माछी खोर्सानी अहिले म केही दिन पछाडि देखाउँछु साथीहरू।